हजुर कहिलेकाहीँ हुन्छ नि अब बुढी भइसकेपछि एउटा जेलियसी आउने होइन डा लाग्ने रिसाउने अनि हजुरले फकाउन जानुपर्ने त्यस्तो कतिको हुन्छ? पहिला चाहिँ हुन्थ्यो होइन, हजुर किन मेरो अलिक चाँडै नै बिहा भयो क्या। म 16 वर्षको थिएँ, मिना 15 वर्षको थियो। हजुर त्यो बेला बिहा भयो। बच्चा बेलामा पढ्दा पढ्दै भाग्नु भएको कि? होइन, मिना चाहिँ पढिरहेको थियो, 8मा पढिरहेको थियो, 8 कि 7मा थियो। हजुर म चाहिँ एसएलसी दिइसकेको, म त कलेज पुगिसकेको थिएँ। मैले 13 वर्षमा एसएलसी दिएँ मैले। हजुर म त बिएल पढिरहेको थिएँ त्यो बेला होइन। के अरे अब बाउले बिहा गर्छस् भने अब त कुखुरै भइसकेको थियो त्यो बेला होइन, गर्छु भन्ने त्यतिखेर चाहिँ हजुरको गर्लफ्रेन्ड थिएनन्? थियो, त्यो मिनै थियो त। ए मिना गर्लफ्रेन्डै हो, बच्चा बेलाकै गर्लफ्रेन्ड हो। हजुर पछि बिहेमा परिणत भयो। भनेपछि हजुरले सानै उमेरदेखि गर्लफ्रेन्ड सानै बनाउनु उमेरमा भयो? बिहा भयो। अनि पहिला म फिल्म खेल्न थालेपछि अझ अलि नराम्रो भएको म होइन, अहिले त झन् नराम्रो छु। पहिला म एकदमै चकलेटी किन थिएँ। आफूलाई नराम्रो भनेर व्यक्त अनि म त्यसो गर्दै ऐना हेर्छु नि त म सधैँ। अनि पहिला चाहिँ म एकदमै क्युट थिएँ क्या। अझ विशेष गरी केटीहरूले एकदमै माया गर्ने क्या। मेरो अलिक काला अनि पुक्क परेको थियो पहिलेदेखि होइन। अनि एकदम क्युट थिएँ, कपाल लामो बाल्दी। म राजेश हमालको फ्यान। अनि मेरो फेस कट चाहिँ राजेश दाई र हाम्रो रमेश उप्रेती दाईसँग मिल्थ्यो क्या। पहिला म फिल्म खेल्नुभन्दा अगाडि नै पहिला त रिलको जमाना थियो क्या। पहिला त मोबाइल थिएन, त्यो 36 रिल खै कति रिल हुन्थ्यो होइन। त्यस्तोबाट नि क्यामेरा लिएर मसँग फोटो खिच्न आउँथ्यो कि मान्छेहरू। यतिकै भाइ खिचौँ है भन्थ्यो, सबले खिच्थ्यो होइन। अनि पहिलेदेखि मलाई मन पराउँथ्यो कि। अनि